नमस्कार सबैजनालाई। नमस्कार है। आज चाहिँ म के एउटा भिडियो लिएर आएको छु भने है, अब मैले अहिलेसम्म है म 35 मा छु, अहिले 35 वर्ष रनिङमा छु है। आधी जिन्दगी भनौँ लगभग सकिसक्यो। अनि धेरैवटा कुरा भोगियो यो 35 सालमा है। जन्मेकोदेखि के कस्तो मान्छेले गर्छ, गल्तीहरू गर्छ हैन, सुधार्छ हैन, कतिले सुधार्दैन। धेरैवटा कुराहरू लड्दै पर्दै जिन्दगी त्यस्तै हो है, जिउनु पर्छ हो त्यसरी नै। अनि मैले गरेको अनुभवहरू है, एक्सपिरियन्सहरू बटुलेको, मैले भोगेको त्यस्तो कुरोहरू चाहिँ म आज यो भिडियो मार्फत है भन्न गइरहेको छु। म जान्ने त होइन र पनि मैले मेरो एक्सपिरियन्स सेयर गरेको है। अनि कस्तो भन्दा आफूले जुनै कुरो पनि जिन्दगीमा सिकेको छ भने है, आफ्नोमा फुर्सद हुँदाखेरि सिकेको छ भने राम्रो कुरोहरू है, कहीँ पनि लाइफमा कस्तो कस्तो जग्गामा कहाँ कहाँ पुग्नुपर्छ, त राम्रो कुरो सिकेको छ भने त्यो कुरो चाहिँ खेरो जाँदैन है। त्यस्तो मलाई भयो त्यस्तो। किनभने मैले राम्रो कुरोहरू पनि सिकेँ। सबैले त्यही हो, नराम्रो कुरोहरू पनि सिक्छ, राम्रो पनि सिक्छ हैन। नराम्रो त त्यो काम लाग्दैन, लागे पनि नराम्रो कुरो के गर्नु है। तर राम्रो कुरोहरू काम लाग्छ है। आफूले जिन्दगीमा जस्तै मैले सानो हुँदाखेरि स्कुल पढ्दाखेरि चेस खेल्नु सिकेको थिएँ है। चेस खेल्नु सिकेको थिएँ अलिअलि भए पनि। अनि यहाँनिर आएर के भयो भन्दाखेरि मैले जहाँनिर काम गर्नुपर्ने त्यहाँ चाहिँ चेस खेल्नु सक्ने मान्छे खोज्दै रहेछ है। अनि मलाई पहिला सोध्यो, चेस खेल्न आउँछ तँलाई भनेर भन्यो होइन। अन्त मैले आउँछ भने, अनि उनीहरू खुसी भयो क्या त्यति भन्दै। किनभने यहाँनिर यहाँ चाहिँ यस्तो खालको हुन्छ, कस्तो भने चेस खेल्नु आउँथेछ एक्स्ट्रा मान्छे, उसलाई एक्स्ट्रा स्यालेरी पे गर्नु पर्थ्यो घरकोले हैन। अन्त खाना बनाउनु आउँथेछ, उनीहरूको बाजेलाई खाना बनाइदिनु आउँथेछ मान्छे, उहाँलाई पनि एक्स्ट्रा पे गर्नु पर्यो हैन। त्यस्तो हुन्छ यहाँ हैन। बात गरेको पनि पैसा पे गर्नुपर्छ। अहिले जस्तै बाजेको 1 घन्टा एकजना बातमा गर्ने मान्छे आउँछ हैन, पर आवर उनीहरूलाई पे गर्नुपर्छ पैसा, त्यो खालको हुन्छ हैन। अन्त जस्तै यहाँ मात्रै भनेको होइन, मैले जुनै जग्गा जाऊ तर राम्रो काम सिकेको छ भने हैन, त्यो चाहिँ खेरो जाँदैन भन्ने चाहिँ मैले एक्सपिरियन्स गरेको कुरो हो। अनि कति जग्गा मेरो एकजना साथी छ है, त्यो मान्छेको बाजेसँग चाहिँ तास खेलिदिनुपर्छ अरे है। अन्त त्यो मान्छे चाहिँ तास खेल्न जान्दा रहेछ। अन्त तास खेलिदिनुपर्छ अरे। बाजेका मन भुलाउनु त हो बुढाबुढी मान्छेको एउटा नानीहरू जस्तै त हो बुढाबुढी मान्छे हैन। त्यो मान्छे चाहिँ तास खेलिदिनुपर्छ अरे हैन। त्यस्तो हुन्छ। जस्तै यो कुरो मात्रै, मैले यो एक्जाम्पल मात्रै दिएको, तर यस्तो धेरैवटा अरू कुरोहरू पनि छ कि जसमा कि राम्रो कुरोहरू सिकेको छ भने, जस्तै ल्याङ्ग्वेज है, इङ्ग्लिसहरू राम्रो सिकेको छ भने खेरो जाँदैन। अनि जुनै कुरोमा पनि आफूले जानेको छ भने चाहिँ नजान्नु भन्दा चाहिँ जानेको धेरै हो है। धेरै नै फरक पर्दो रहेछ सानो कुरोले पनि जानेको छ भने है। जस्तै कुकिङ, कुक त के गर्नु, पहिलादेखि पकाएकै हो है। अनि कुकिङहरू पनि मेन हो है। कुकिङ यी सबै त आउँछ। कुकिङ स्विपिङ भनौँ है, सोर्नु पोछा लाउनु भन्छ है, सबै त्यस्तोहरू सिकिरहेको छ भने त राम्रो हो। यहाँ पनि भयो, जहाँ पनि हुन्छ यस्तो काम। युरोप त होइन, क्यानाडाहरूतिर भयो है। युरोपको त थाहा भएन। सिङ्गापुरतिर त गरि नै रहेको हो। प्रायः सिङ्गापुरबाट त इजरायलै आउँछ है। अनि
मतलब अब यहाँ मात्रै नभएर जुनै जग्गा चाहे इन्डियामै बस्छ तर अब राम्रो काम सिकेको छ भने है इन्डियामै बसे पनि बाहिर गए पनि राम्रो काम सिकेको छ भने चाहिँ अब खेरो नजाँदो रहेछ जिन्दगीमा लाइफमा काहीँ न काहीँ चाहिँ काम आउँदो रहेछ क्या। त्यो भएर चाहिँ फुर्सद छ भने चाहिँ अलिकति राम्रो कामहरू सिकिराख्नु पर्ने रहेछ है। त्यही भन्नुको लागि मैले एउटा सानो भिडियो बनाएको थिएँ। मलाई खुसी लाग्यो, मैले सानोमा चेस खेल्न सिकेको थिएँ र अहिले आएर मलाई त्यो कुरोहरू काम लाग्यो भन्ने कुरो चाहिँ अब मैले एक्सपिरियन्स गरेको है। हुन्छ फेरि भेटौँला, नमस्कार है।